फेरि फोन आयो। हाँ बुढी, गुड मर्निङ। हाँ ठिक छ, तिमीले खाना खायौ? केही छैन, ठिकै छ। फिस भर्न छ रे। कति हो? ए महिना त मऱ्यो गर, अझै पुरा भएको छैन के, अझै 3-4 दिन लाग्छ। अझै पसिनाले पैसा साटेर भ्या छैन, पसिनाले पैसा साटेर भ्याएपछि तुरुन्तै पठाइदिन्छु। अझै मेरो बाल्टी भरियो छैन पसिनाले बाल्टी भरियो भने पर त्यहाँबाट लगेर साट्छु र अनि पठाइदिन्छु। होइन के भन्ने त भने, अब पैसा आएपछि त तुरुन्तै पठाइदिन्छु नि। यहाँ मान्छे कति परेसानी भएको छ गर्मीले, अनि बिहान यहाँ खाना खायो खा छैन भनेर सोध्नु छैन। अनि पैसा भनेपछि त त्यही त भन्न पऱ्यो कर। अब बाल्टी नि भरिन लाग्छ, अब 2-3 दिन लाग्छ, 2-4 दिन, अनि पठाइदिन्छु बाल्टी भरेपछि ल।